हेलो नमस्ते सम्पूर्ण साथीहरुमा मलाई चाहिँ साथीहरुले चाहिँ जापान जानलाई चाहिँ के गर्नु पर्यो भनेर कमेन्ट गरिराख्नु भएको थियो हैन। अनि स्टुडेन्ट बाहेक कसरी आउन सकिन्छ भनेर मलाई चाहिँ कमेन्ट गर्नु भएको थियो साथीहरुले। म तपाईहरुलाई एउटा कुरा भन्छु है, स्टुडेन्ट बाहेक पनि आउन सकिन्छ है, तर त्यसको लागि चाहिँ पढ्नु पर्छ है, नपढेर चाहिँ सकिदैन। अनि एकजनाले चाहिँ नपढेर सकिन्छ किन भन्नु भएको थियो। उहाँलाई चाहिँ पहिला चाहिँ म उहाँलाई भन्छु नपढेर चाहिँ सकिँदैन है, किनभने तपाईलाई बोल्नुपर्छ नि त, आएर भाषा नै बोल्नुपर्छ, यहाँ आएर भाषा नै पढ्नुपर्छ नि त। अनि टाइम लाग्छ क्या हजुरहरूलाई हैन, धेरै कुराहरू हुन्छ, त्यही भएर सकिँदैन, त्यो भाषा छैन भने सकिँदैन है। अनि अर्कोले मलाई चाहिँ सोध्नु भएको थियो उहाँले कसरी आउन सकिन्छ त, टुरिस्टमा आएर बस्न चाहिँ सकिँदैन है। टुरिस्टमा आएर, टुरिस्ट भिजा भनेको त घुम्ने भिजा हो नि त, घुम्ने भिजामा आएर यहाँ चाहिँ बस्न सक्नुहुन्न, इलिगल भइन्छ। इलिगल भए चाहिँ पुलिसले छोप्छ, तपाईहरुलाई विभिन्न किसिमका कारबाहीहरू हुन्छन्, गाह्रो हुन्छ। त्यही भएर त्यसो चाहिँ नगर्नुस्, बरु पढ्नुस्। उमेर हद भनेर उ गरेको छैन हैन, पढ्नुस् या कुक भिसामा अप्लाई गर्नुस्, या काम सिकेको हुनुहुन्छ या उ हुनुहुन्छ अनि कुक भिसामा अप्लाई गर्नुस्, या एसएसडब्ल्यू मा है तकुत्तै किनौमा पनि अप्लाई गर्न सक्नुहुन्छ। या त तपाईं ट्रेनिङ भिजामा आउन सक्नुहुन्छ, या त अहिले तकुत्तै किनौ भिजामा आउन सक्नुहुन्छ। तकुत्तै किनौ भिजामा पनि राम्रो छ, पढ्नुस्, राम्रोसँग पढ्नुस् हैन, भाषा बनाउनुस्, अनि तपाईँ आउन सक्नुहुन्छ, जापान छिर्न सक्नुहुन्छ। अनि या त ट्रेनिङ भिजा हुन्छ, ट्रेनिङ भिजामा कम्पनीले चाहिँ यति मान्छे चाहियो यो भनेर यति वर्षको लागि भनेर कन्ट्र्याक्टमा ल्याउने भिसा हो, त्यहाँबाट आएर फेरि तपाईँ अर्को भिसामा पनि चेन्ज गर्न सक्नुहुन्छ, भनेको तकुत्तैमा चेन्ज गर्न सक्नुहुन्छ। तकुत्तै भित्र पनि इचिगो निगो भन्ने हुन्छ। यदि तपाईहरुले निगो तोरु गर्नुभयो भने, निगो भिजा पाउनुभयो भने तपाईँ फ्यामिली पनि ल्याउन सक्नुहुन्छ नि त। त्यही भएर इलिगल बस्ने र इलिगल र अरू नै तरिकाबाट केही तरिकाबाट छिर्न सकिन्छ भनेर तपाईलाई कुनै कन्सल्टेन्सीले, कुनै इन्स्टिट्युटले, कुनै मान्छेले भन्छ भने त्यो सरासर झुटो हो, फ्रड हो, त्यो हुँदैन हैन। यहाँ चाहिँ इमिग्रेसनले यसरी भिजा नि दिँदैन हैन। त्यही भएर या तपाईँ स्टुडेन्टमा आउन सक्नुहुन्छ, या अब बिए गर्नु भएको छ जापानमा केटा या केटी हुनुहुन्छ भने उहाँहरूले चाहिँ मजाले डिपेन्डेन्टमा पनि ल्याउन सक्नुहुन्छ हैन। यदि त्यस्तो छैन भने चाहिँ तपाईहरु एसएसडब्ल्यूमा आउन सक्नुहुन्छ है। एसएसडब्ल्यूमा आउन चाहिँ तपाईहरुलाई यति लाग्छ उति लाग्छ भन्ने हुन्छ नि हैन, तर पैसा चाहिँ त्यसमा आउन चाहिँ लाग्दैन है। कतिपय ठाउँ चाहिँ फ्री भिसा, फ्री टिकट पनि हुन्छ हैन। कतिपय चाहिँ अब टिकटहरु चाहिँ यताउता भिसाको पैसाहरु लाग्ने हुन्छ है। त्यो तपाईहरुलाई लिने भनेको कन्सल्टेन्सीले ठग्ने काम गर्ने हो है, त्यो हुँदैन। त्यो चाहिँ 100% स्योर हुनु होला। अनि अर्को जापानमा ब्याचलर पढेर आउनु भएको छ, या त नेपालबाट ब्याचलरबाटै वर्किङमा आउनु सोचिराख्नु भएको छ भने अलि राम्ररी पढेर भाषा बनाउनु होला। नेपालमै के छ त, 1 वर्ष पढ्दा त राम्रो भाषा बन्छ नि त, 1 वर्ष मजाले नेपालमा पढ्नु होला। त्यसरी चाहिँ नेपालको ब्याचलरले जापानमा सिसोको गरेर मिल्छ, वर्किङ लाउन मिल्छ हैन। सबै राम्रो कम्पनी नमिले तापनि तर मिल्ने अलि कम्पनीहरू अलि ठिकै टाइपको स्यालेरी र ठिकै टाइपको कम्पनीहरू चाहिँ पाउँछ है। यदि भाषा पनि छैन, म तिमीलाई ब्याचलर छ र म तपाईँलाई जसरी जापान पुऱ्याउँछु भनेर चाहिँ नआउनु होला है। पहिला कम्पनी पनि राम्ररी बुझ्नु होला, अनि मात्रै आउनु होला है। फ्रडहरू अहिले धेरै हुनुहुन्छ, पैसा लिएर चाहिँ ट्याक्क जापान आउने, जापान आइसकेपछि आफै काम खोज, आफै, त्यो भनेको बर्बादी हो। तपाईँ आफ्नो ठाउँमा हुनुहुन्छ, आफ्नो देशबाट त गर्न सक्नु भएको छैन, अर्काको ठाउँमा अर्काको देशमा चाहिँ केही नै गर्न सकिँदैन है, झन् गाह्रो हुनसक्छ है। त्यही भएर मजाले विचार गरेर आउनु होला है। यति चाहिँ एकदम अहिले चाहिँ सरकारले प्रोत्साहन दिइरहेको भनेको तकुत्तै किनौ एसएसडब्ल्यूमा चाहिँ सरकारले 8-10 वटा सेक्टर कति छुट्याइदिएको छ, त्यहाँ चाहिँ
मजाले भाषा पढेर इक्जाम दिएर पास हुनुहुन्छ, एन्फो लेभलको पढ्नुभयो, एन्सान लेभलको पढ्नुभयो भने अनि स्केल टेस्टहरू इक्जामहरू दिनुभयो भने मजाले आउन सक्नुहुन्छ है। बरु अहिले चाहिँ ड्राइभरहरू पनि ल्याउने भन्ने कुरा सुनिरहेको छ होइन, त्योहरू पनि एकदम राम्रो छ, त्यसमा स्यालेरीहरू पनि राम्रो छ, सुविधाहरू दिएको हुन्छ कम्पनीले, सबै कुरा भएको हुन्छ। बरु त्यो चाहिँ गर्दा बेटर हुनसक्छ है। यति चाहिँ बुझ्नु होला है, यति चाहिँ गरेर मात्रै, यति चाहिँ बुझेर मात्रै आउनु होला। केही त्यत्तिकै कसैलाई पैसा दिएर म जापान लगिदिन्छु भनेर उ नगर्नु होला। पढ्नुहोस्, तपाईँ पहिला राम्ररी पढ्नुहोस्, भाषाको बारेमा बुझ्नुहोस्, अनि जापानको बारेमा बुझ्नुहोस् कस्तो छ त जापान होइन, मिल्छ कि मिल्दैन त्यत्तिकै जान। यी कुराहरू त तपाईँ आफै पनि बुझ्न सक्नुहुन्छ नि त। तपाईँ आफ्नै हातमा मोबाइल हुन्छ, वेबसाइटहरू छन्, गुगलमा गएर सर्च गर्न सक्नुहुन्छ। अहिले इन्टरनेटको जमाना छ नि त है साथीहरू। यति चाहिँ गर्नुहोस् ल। ओनेगाइसिमास। अनि मेरो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनुहोस् ल, माया गरिदिनु होला है। सेयर, सब्सक्राइब, लाइक, कमेन्ट। थ्याङ्क यू सो मच। फेरि नयाँ भिडियोमा भेट हुनेछौँ। त्यतिन्जेलको लागि बाई बाई, टाटा, ओके, लभ यू।